सञ्जय र विपिन भाइ उहाँको जुन व्यवहार मैले सुरुदेखि अहिलेसम्म हेर्दाखेरि आफैले मार्केटमा किने होइन। सबभन्दा पहिले म बुवा आमालाई सम्झिन्छु र उहाँप्रति नमन गर्छु। उहाँहरूले यसरी उहाँहरूलाई शिक्षित गर्नुभएको छ होइन, आशीर्वाद दिनुभएको छ। त्यो आशीर्वादले आज सञ्जयजीलाई देख्दाखेरि म एकदम खुसी छु, हर्षित छु। र त्यतिकै ऊर्जा विपिन भाइ, सञ्जय भाइ र उहाँहरूको व्यवसाय मात्र होइन, भाइ बिचको जुन आत्मीयता विश्वास जुन छ यो अरूको लागि चाहिँ मार्गनिर्देशकको रूपमा काम गर्छ। र उहाँहरूको ऊर्जा देख्दाखेरि हामीहरू निकै नै उत्साहित छौँ, प्रेरित छौँ। र यो ऊर्जा, उत्साह र एकता उहाँको सदा सर्वदा रहिरहोस्, अनन्तसम्म रहोस्। हाम्रो हृदयदेखि शुभकामना छ। र उहाँले आफ्नो गरिरहनु भएको ग्राहकप्रतिको सेवा, सर्भिस पछिको पनि पुनः चाहिँ जुन सेवा छ त्यो उत्कृष्ट छ। त्यसलाई निरन्तरता दिन सकुन्, मेरो यो शुभकामना। यो व्यवसाय त भयो र उहाँले अर्को व्यवसाय जुन विद्यालय, जुन मन्दिर त्यो सञ्चालन गर्नुभएको छ, त्यो उत्कृष्ट किसिमको छ। जुन यहाँ नगरेर उहाँले आफ्नो गाउँ, आफ्नो माटो, आफ्नो जन्मभूमिलाई जुन उहाँले शिक्षाको मार्फत त्यो समाजलाई सुदृढ गर्ने, एउटा समाजमा असल नागरिक सिर्जना गर्ने किसिमको जुन उच्च शिक्षा, अहिलेको प्रतिस्पर्धी युगमा चाहिँ उच्च शिक्षाको जुन लिड गरिरहनु भएको छ विपिन भाइले, त्यसप्रति म एकदम गौरव फिल गर्छु। तपाईँ एकदम अगाडि बढ्नुहोस्, हाम्रो आशीर्वाद शुभकामना तपाईँमा सदा सर्वदा रहनेछ र प्राउड फिल हुनेछ। त्यति बेला आमा बुवाले चाहिँ गर्वका साथ र त्यो समाजले फिल गर्नेछ यो विपिन र सञ्जय भनेको एउटा नमुना हो, हाम्रो लागि शिक्षा हो। उहाँको अनुहारले हामी धेरै थोक सिक्न सक्छौँ। यति भन्दै यो त्रिकम सर्भिसको यो टिमको सम्पूर्ण टिमलाई नै म आजको यो विशेष अवसरमा चाहिँ हृदयदेखि नै शुभकामना र आउँदा दिनमा अझ राम्रो र उत्कृष्ट गर्न सकौँ त्यसको लागि पनि पुनः पनि मुरी शुभकामना। र मलाई विशेष चाहिँ निमन्त्रणा गर्नुभएको थियो। उहाँले निमन्त्रणा नगर्दाखेरि पनि म आउँथेँ, किनभने यो मेरो आफ्नो हो होइन। उहाँहरूमाथि विश्वास छ, उहाँहरूको इमान्दारिता होइन माथि विश्वास छ। त्यसले गर्दाखेरि तर पनि म आएँ, ढिला भयो होला होइन, तर पनि मेरो आत्माबाट मनबाट कहिले ढिला हुँदैन। म प्रथम नै छु र प्रथम हुनेछु, किनभने मेरो भाइ प्रथम छ, सञ्जय विपिन प्रथम छ, त्यसले गर्दा म प्रथम। धन्यवाद।